नमस्ते साथीहरू। आजको यो भिडियोमा मैले डिस्कस गर्नेछु हाम्रो बिएससी थर्ड इयरको इनअर्गेनिक केमिस्ट्रीको जुन छ च्याप्टर नम्बर अर्गेनोमेटेलिक कम्पाउन्ड, जसमा फुल च्याप्टरको नेम छ हाम्रो प्रिपरेसन स्ट्रक्चर एन्ड प्रपर्टिज अफ अर्गेनोमेटेलिक कम्पाउन्ड्स भनेर दिएको छ। अब यसमा हामीले अर्गेनोमेटेलिक कम्पाउन्डमा हामीले पढ्ने भनेको एउटा सिलिकन परिहाल्छ, त्यसपछि अर्को परिहाल्छ हाम्रो बोरोन छ, त्यसपछि हेलोजनको पनि छ। सबैभन्दा पहिला अहिले हामी पढिरहेछौँ सिलिकनको अर्गेनोसिलिकन कम्पाउन्ड्स। अब यसमा हामीले अर्गेनोसिलिकन कम्पाउन्ड भन्ने बित्तिकै हाम्रो के आइहाल्छ, सबैभन्दा पहिला अर्गेनिक ग्रुप, त्यसपछि सिलिकन भनेको हाम्रो जुन छ सिलिकनको बोन्ड कार्बनसित यदि छ भने त्यस्तोलाई के भनिन्छ, अर्गेनोसिलिकन कम्पाउन्ड भनिन्छ। त्यसो कम्पाउन्डलाई यहाँ के दिएछ, द अर्गेनिक कम्पाउन्ड्स कन्टेनिङ एटलिस्ट वान सिलिकन कार्बन बोन्ड आर कल्ड अर्गेनोसिलिकन कम्पाउन्ड्स भनेको त्यसमा यदि सिलिकन र कार्बन बिचको एउटा पनि बोन्ड कन्टेन गरिरहेछ भने त्यस्तो कम्पाउन्डलाई के भन्न सकिन्छ, हामीले अर्गेनोसिलिकन कम्पाउन्ड भन्न सकिन्छ। अर्गेनोसिलिकन कम्पाउन्डका इक्जाम्पलहरू हाम्रो थुप्रै आउँछन्, जसमा भइहाल्छ सिलिकन भइहाल्छ, सिलोजेन भइहाल्छ। त्यसपछि अगाडि एउटा इम्पोर्टेन्ट कम्पाउन्ड पनि छ जसको पनि इक्जाममा धेरै क्वेसनहरू सोध्ने गर्छ, त्यो हुन्छ सिलेन भइहाल्छ। यी तीनवटा पढ्नेछौँ बेसिकली। अब सबैभन्दा पहिला हाम्रो सिलिकन छ। सिलिकन भनेको के हो, सिलिकन जान्नुभन्दा पहिला हामीले सिलोजेन भनेर जान्नुपर्छ। सिलोजेन आर कम्पाउन्ड्स कन्टेनिङ SiO लिङ्केज एन्ड लिङ्केज। यहाँ तपाईँको बोन्ड पनि हुनसक्छ भनेको सिलोजेन आर कम्पाउन्ड कन्टेनिङ बोन्ड सिलिकन अक्सिजन सिलिकन। यदि तपाईँको सिलिकन अक्सिजनको बोन्ड आइरहेको छ भने त्यस्तो कम्पाउन्डलाई के भन्न सकिन्छ, हामीले सेलोजेन भन्न सकिन्छ। त्यस्तै द SiO लिङ्केज इज कल्ड सेलोजेन बोन्ड और सेलोजेन बोन्ड भनिन्छ। यो लिङ्केजलाई हामीले के भन्न सकिन्छ, सेलोजेन बोन्ड हुन्छ। यसको पार्टिकुलर नाम नै छ सेलोजेन बोन्ड भनेर। त्यस्तै द सेलोजेन आर द बेसिक युनिट दे आर बेसिक युनिट हुन्छन्। बेसिक युनिट कसको हुन्छन्, हाम्रो यो के भन्छन्, सिलिकनको हुन्छन्। सिलिकन जसमा पोलिमर हुन्छ। अब यसको इक्जाम्पल के भइहाल्छ, हाम्रो सेलोजेनको इक्जाम्पल भइहाल्छ डाइमिथाइल डाइसेलोजेन। सिम्पल छ नाम याद गर्न, डाइमिथाइल डाइसेलोजेन भइहाल्छ, इक्जाम्पल नलेखे पनि भइहाल्छ। अब आउँछ हाम्रो सिलिकनको त्यो डेफिनेसन के हुन्छ। सिलिकन भनेको द पोलिमर्स मेड अप अफ रिपिटिङ युनिट अफ सेलोजेन युनिट्स और SiO लिङ्केज भनेको सिलिकन आर पोलिमर कम्पाउन्ड कन्टेनिङ बोन्ड और लिङ्केज। SiO लिङ्केज यदि आइरहेछ भने त्यस्तो पोलिमरलाई के भनिन्छ, हामीले सिलिकन भनिन्छ। अथवा दे आर पोलिमर्स कन्टेनिङ रिपिटिङ युनिट अफ सेलोजेन आइरहेको छ भने त्यो हाम्रो के भइहाल्छ, सिलिकन भइहाल्छ। भनेको सिलिकन भनेको पोलिमर हो, कसको, सिलोजेन्सको पोलिमरलाई के भनिन्छ, हामीले सिलिकन भन्न सकिन्छ। अब आउँछ हाम्रो त्यसको के भन्छन्, बेसिक फर्मुला तपाईँको भइहाल्छ R2SiO भइहाल्छ। यहाँ सिलिकन हेभ जेनरल फर्मुला अफ R2 भने यहाँ R2SiO एक्स भनेको हाम्रो भ्यारियर छ, भनेको कतिको चेन लेन्थ तपाईँलाई चाहिन्छ। अब त्यस्तै अगेन आउँछ हाम्रो टाइप्स अफ के हुन्छ, सिलिकन कतिवटा हुन्छ। टाइप्स अफ सिलिकनमा हाम्रो आइहाल्छ लिनियर सिलिकन, साइक्लिक सिलिकन, त्यस्तै क्रस लिङ्क्ड सिलिकन्स। तीनवटा टाइप आउँछ। एउटा लिनियर हुन्छ, लिनियर चेन नै भइहाल्छ। अर्को साइक्लिक भइहाल्छ, अर्को क्रस लिङ्क्ड भइहाल्छ। सबैभन्दा पहिला हामीले डिस्कस गर्नेछौँ लिनियर सिलिकनको बारेमा। लिनियर सिलिकनलाई चेन सिलिकन पनि भनिन्छ। यसमा के भइहाल्छ, तपाईँको यो सिम्पलमा यसलाई बनाउने
तरिका के हुन्छ हाम्रो याद गर्ने। सबैभन्दा पहिला त हाम्रो सिलिकनमा एसआइओ लिङ्केज हुनु पऱ्यो, एसआइओ लिङ्केज हुनु पऱ्यो होइन। एसआइओ फेरि यहाँ एसआई होइन। अब एसआईको यता पनि एउटा भइहाल्छ अक्सिजन तपाईँको यता। अब यहाँ के भइहाल्यो, सिलिकनको भ्यालेन्सी 4 हो हाम्रो, 4 हो र दुईवटा भ्यालेन्सी पुरा गर्नको लागि यहाँ माथि आर भइहाल्यो, तल आर भइहाल्यो। त्यस्तै यहाँ माथि आर भइहाल्यो, तल आर भइहाल्यो। त्यही यहाँ छ। यहाँ के हुन्छ, ओएसआई, ओएसआई फेरि ओ आउँछ, फेरि एसआई आउँछ, फेरि ओ आउँछ, डट भइहाल्छ। तलमाथि के भइहाल्छ, आर ग्रुप भइहाल्छ। यो अल्काइल, अब यो अर्ग्यानिक कम्पाउन्ड भइहाल्यो हाम्रो, अर्गेनो सिलिकन कम्पाउन्ड भइहाल्यो, जुन कि सिलिकन, लिनियर सिलिकन, लिनियर सिलिकन, फिगर अफ लिनियर सिलिकन। त्यस्तै हाम्रो साइक्लिक र क्रस लिङ्कको स्ट्रक्चर के हुन जान्छ, साइक्लिकको यहाँ दिएछ, साइक्लिकको यहाँ हाम्रो दिएछ। साइक्लिकमा के हुन्छ तपाईँको यो सिलिकन यस्तो हुन्छ, यहाँ दिएछ दुईवटा सिलिकन भइहाल्यो, त्यसपछि अक्सिजन भइहाल्यो, यहाँ फेरि सिलिकन जोडिएछ, तल अक्सिजन जोडिएछ र सिलिकनसँग दुईवटा आर ग्रुप भइहाल्छ तपाईँको। कसरी छ यस्तै बनाउने सिम्पल तरिका के भइहाल्छ, दुईवटा अक्सिजन लिए हामीले, दुईवटा सिलिकन लिए, यो तलमाथि गर्न सक्नुहुन्छ, के हुँदैन। अब यहाँ बोन्ड भयो, यहाँ बोन्ड भयो, अक्सिजनको एउटा अझै बोन्ड चाहिन्छ, त यो केसित गरिदिन्छु मैले, सिलिकनसित, सिलिकन होइन। त्यसपछि त्यस्तै यहाँ सिलिकनलाई अझै एउटा अक्सिजनको बोन्ड चाहिन्छ, यो तल भइहाल्छ यस्तो, दुईवटा सिलिकन दुईवटा अक्सिजन, त्यसपछि माथि सिलिकन, तल अक्सिजन भइहाल्छ। यो बोन्ड पुरा यहाँ आर तपाईँको भइहाल्छ, सिलिकन जहाँ जहाँ छ त्यहाँ के भइहाल्छ, आर भइहाल्छ, हाम्रो कम्प्लिट भइहाल्छ। यो स्ट्रक्चर हो हाम्रो के हो, साइक्लिक सिलिकनको स्ट्रक्चर यो भइहाल्छ। त्यस्तै हाम्रो आउँछ नेक्स्टमा हाम्रो आउँछ क्रस लिङ्कको स्ट्रक्चर के हुन जान्छ। क्रस लिङ्कमा के हुन्छ हाम्रो, तपाईँको यो बेसिकली हेर्नुहुन्छ ध्यान दिएर, यो लिनियर हो, दुईवटा लिनियर एउटैमा, त्यो के भन्छ क्रस लिङ्क भएछ। यहाँ हाम्रो लिनियरमा कस्तो थियो, यस्तै थियो होइन। यहाँ एसआई ओ एसआई थियो, माथि आर तल आर थियो। यो एउटा आर ग्रुप रिप्लेस भएर अक्सिजन यहाँ आएछ र तल के हुन्छ, आरको लिनियर स्ट्रक्चर आएछ यस्तो हेर्नुहुन्छ, एसआइओ एसआई, त्यसपछि आर, तल पनि आर थियो, यहाँ अक्सिजन आएर आरको सिलिकनसँग कनेक्ट भएछ बस। त हाम्रो स्ट्रक्चर के बनाउने हो, एसआई, तल पनि एसआई, बिचमा ओले कनेक्ट गर्ने। यता त ओ हुन्छ नै, ओ एसआई, फेरि यहाँ माथि आर भयो, तल अक्सिजन भयो, फेरि यो सिलिकनसँग कनेक्टेड छ र यताउता अक्सिजन हुन्छ नि चेन बढाउनको लागि। त्यसपछि तलतिर के भइहाल्छ, हाम्रो आर ग्रुप भइहाल्छ। यहाँ पनि एउटा सिलिकनसँग कनेक्टेड छ, त्यसपछि यदि आर यता राख्नुहुन्छ तपाईँले त अक्सिजन यता भइहाल्छ होइन। यो अक्सिजन फर्दर आरको चेनसँग कनेक्टेड हुन्छ, आरको एउटा चेनसँग कनेक्टेड हुन्छ। यो हाम्रो क्रस लिङ्क्ड सिलिकनको स्ट्रक्चर भइहाल्छ। अब आउँछ हाम्रो प्रिपरेसन, यो कुन मेथडबाट हामीले प्रिपरेसन गर्न सक्छौँ सिलिकनको। यसमा तीनवटा हामीले पढेको, तीनटैको प्रिपरेसन मेथड हेर्छौँ, त्यही नै भइहाल्छ हाम्रो यो कम्प्लिट। सबैभन्दा पहिला प्रिपरेसनमा हामीले स्टार्टिङ मेटेरियल फर म्यानुफ्याक्चर अफ सिलिकन आर अल्काइल अर एराइल सब्स्टिट्युटेड क्लोरोसिलिन। सिलिन अगाडि हामीले पढ्छौँ। यहाँ भइहाल्छ हाइड्रोलाइसिस अफ डाइअल्काइल डाइक्लोरोसिलिन, डाइअल्काइल डाइक्लोरोसिलिन। यहाँ यो स्ट्रक्चर दिएछ, सिलिकन भयो, डाइअल्काइल भनेको एउटा आर ग्रुप, तल एउटा माथि होइन, तलमाथि भइहाल्छ। त्यसपछि डाइक्लोरो, दुईवटा क्लोरो, सिलिन भइहाल्यो यो। अब यसमा हामीले हाइड्रोलाइसिस गर्नको लागि वाटर युज गर्ने होइन, वाटर युज गर्नको लागि हामीले मैले यहाँ वाटर युज गरेँ दुईवटा, किनकि यहाँ दुईवटा क्लोरिन छ रिप्लेस गर्नको लागि। अब यो हुन्छ, यो ओएच यसको ठाउँमा आउँछ, यहाँ भइहाल्यो ओएच, यहाँ भइहाल्यो ओएच होइन। त्यसपछि अब यो ओएच नै यहाँ किन एड भएछ, एच किन एड भएछ छैन, यो हाम्रो लागि फाइदा नै हुन्छ। के भन्छ नि, यहाँ ओएच छ, अब जस्ट के गर्ने हो, एचलाई हटाइदिनुहुन्छ भने एसआइओ फेरि आरको एसआई आएर जोइन्ट हुन्छ भने यो हाम्रो लिनियर स्ट्रक्चर बनिहाल्छ सिलिकनको। यहाँ त्यस्तै अब सेकेन्ड स्टेपमा के गर्छौँ, यसको कन्डेन्सेसन गर्छौँ, भनेको यसको अरू मोलिक्युल एड गर्छौँ। त्यसको लागि के हो, हाम्रो एन नम्बर हो
वटा मोलिक्युल यो युज गर्छौँ, n नम्बरवटा मोलिक्युल हामीले युज गर्यो भने अब के भइहाल्छ, यहाँ अक्सिजन सिलिकन अक्सिजन भनेको यो अक्सिजनसित अब सिलिकन आरको सिलिकन आएर अर्को मोलिक्युल आएर एड हुन्छ, सिलिकन युज गयो एड भयो, त्यसपछि यो अक्सिजन भइहाल्छ, तलमाथि आर छ, यो हाम्रो कसको स्ट्रक्चर भइहाल्छ, लिनियर सिलिकन। त्यस्तै फर्दर हाम्रो के आउँछ, हाम्रो साइक्लिक सिलिकनको लागि के युज गर्छ, त्यस्तै फर्दर हाम्रो के भइहाल्छ, साइक्लिक जुन हाम्रो सिलिकन छ त्यसको लागि हाइड्रोलाइसिस अफ डाई अल्काइल डाइक्लोरोसिलेन सेम नै युज गर्छौँ। यहाँ हेर्नुहुन्छ भने सेम छ, त्यही डाइक्लोरो डाइअल्काइल डाइक्लोरोसिलेन भइहाल्छ। तर यहाँ के हुन्छ, अन्डर कन्ट्रोल कन्डिसनमा युज गर्छौँ हामीले, यसलाई के गर्छौँ, कन्ट्रोल कन्डिसनमा युज गर्छौँ। साइक्लिक तपाईँले बनाउन छ भने फिक्स्ड मोलिक्युल अफ के हुन्छ, यो फिक्स्ड मोलिक्युल लिनुपर्छ। त्यो अगाडि सबैभन्दा पहिला त त्यही नै भइहाल्यो हाम्रो यो डाइक्लोरो डाइअल्काइल जुन छ। अब यहाँ H2O हाइड्रोलाइसिस गर्छौँ भने के हुन्छ, OH सिलिकनको ठाउँमा OH एड भइहाल्छ, यो तपाईँको भइहाल्यो। अब यही फर्दर के हुन्छ, हामीले 4वटा मोलिक्युल सपोज लियौँ भने यहाँ 4 लिन सक्नुहुन्छ, तपाईँले 6 लिन सक्नुहुन्छ, जति लिनुहुन्छ त्यतिको नै साइक्लिक स्ट्रक्चर बन्न जान्छ। मैले 4 लियो भने के हुन्छ, अब यहाँ 4 मोलिक्युल लिँदाखेरि कन्ट्रोल कन्डिसनमा यसको कन्डेन्सेसन भइरहेछ। अब यहाँ के हुन्छ, आर भयो हैन, एसआई छ, ऊ छ, एसआई छ, फेरि ऊ छ, एसआई छ, ऊ छ, एसआई छ भनेको तपाईँको के छ, सर्कलमा यहाँ पोइन्टमा एसआई 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 एसआई, त्यसपछि बिचबिचमा अक्सिजन ल्याएर जोडिदिने र साइडमा दुईटा तपाईँको यो आर ग्रुप भइहाल्छ, हाम्रो अल्काइल ग्रुप भइहाल्छ। यो हाम्रो स्ट्रक्चर कसको भइहाल्यो, साइक्लिक सिलिकनको भइहाल्यो। यसको नेम पनि दिएछ बुकबाट हेर्नु होला, के दिएछ, टेट्राकिसाइक्लो डाइमिथाइल सिलेन भनेर यसको नाम दिएछ। अब मैले यहीँबाट त्यसको थर्ड हाम्रो जुन छ, थर्डको पनि यसैबाट मैले बताइदिइरहेको छु। यसमा थर्डको लागि हाम्रो के गर्नुपर्छ, थर्ड वान जुन छ ब्रान्च्डको लागि हामीले के गर्नुपर्छ, ब्रान्च्ड लिङ्क्ड सिलिकनको लागि यो जुन डाइअल्काइल छ ट्राइक्लोरोसिलेन भइहाल्छ। यसमा के भइहाल्यो तपाईँको, यसैमा ट्राइक्लोरोसिलेन भइहाल्छ। ट्राइक्लोरोसिलेन भनेको मैले एउटा आर हटाइदिइरहेको छु यसैबाट हैन, यहाँ ट्राइक्लोरो अब सिलेन भइहाल्यो, ट्राइक्लोरोसिलेन भइहाल्यो। यसको युज गरेर अब मैले यहाँ यो H2O को मोलिक्युल पनि तपाईँले 3टा लिनुपर्छ हैन, यहाँ 3वटा क्लोरिन छ भने 3वटा लियो भने अब यस्तो लेख्दा राम्रो हुन्छ कि HOH 3टा OH यहाँ एड हुन्छ, त यहाँ के देखिन्छ, OH देखिन्छ हैन। अब फेरि हामीले के गर्ने हो, यहाँ पनि OH भइहाल्यो। क्रस लिङ्क्ड हामीले गराउन छ भने क्रस लिङ्क्डको लागि हामीले N वटा लिन सक्छौँ, यहाँ जतिको तपाईँको छ, अब यहाँ जति लङ गर्न चाहनुहुन्छ त्यतिको लिन सक्नुहुन्छ यो तपाईँले। अब यो भइहाल्यो हाम्रो, यसलाई कन्ट्रोल कन्डिसन नलेखे चल्छ। अब हामीले किनकि यहाँ आफ्नो फिक्स छैन जति लिन सक्नुहुन्छ, त्यसको गर्दाखेरि सिमिलर स्ट्रक्चर हाम्रो के आउँछ, जस्ट यस्तै आउँछ, बट यहाँ के हुन्छ, तपाईँको जुन एउटा आर ग्रुप थियो यो स्ट्रक्चर जुन छ त्यही सेम स्ट्रक्चर यही भइहाल्छ। यहाँ आर ग्रुप मेटाइदिन्छु हैन, हेर्नुहुन्छ आर ग्रुप, यहाँ अक्सिजन आउँछ, यहाँ अक्सिजन आउँछ, यहाँ अक्सिजन आउँछ, फर्दर यो स्ट्रक्चर एक्सपान्ड हुन्छ, तपाईँको यो क्रस लिङ्क्ड भइहाल्यो। यहाँ पनि मानौँ सिलिकन छ भने यहाँ अक्सिजन सिलिकनसित बोन्डेड छ, यो क्रस लिङ्क्ड भइहाल्यो। बट इफ यहाँ आर ग्रुप आइरहेछ भने यो इन्ड हुन्छ, यही साइक्लिक बनिहाल्छ, त्यही कुरो डिफ्रेन्स छ। यही तपाईँको क्रस लिङ्क्ड यस्तै भन्छ। यहाँ पनि यो आरलाई यहाँ लेखे पनि चल्छ, अक्सिजन यहाँ यता एक्सपान्ड गरे अथवा यता चाहिँ तपाईँको चालु हुन्छ। यो हाम्रो भइहाल्यो, प्रिपरेसन भइहाल्यो। अब हामीले यसपछि प्रपर्टिज जुन छ, प्रपर्टिज के छ, प्रपर्टिज, त्यसपछि यसको एप्लिकेसन्स के हुन्छ, हाम्रो सिलिकनको
त्यो हेर्नेछौँ होइन। यसले इरेज गरेँ। सो अब हाम्रो प्रपर्टिज र यसको युजेज र एप्लिकेसन्स के रहेको छ त्यो हेरिहाल। हाम्रो प्रपर्टिजमा सबैभन्दा पहिला के भइहाल्छ, सिलिकन हैव हाई थर्मल स्टेबिलिटी, जिसको के कति हुन्छ 250 देखि 350सम्म यसको थर्मल स्टेबिलिटी हुन्छ। त्यसपछि भनेको आरको कुनै यसको स्ट्रक्चर चेन्ज हुँदैन, आरको फर्ममा चेन्ज हुँदैन भनेर। त्यसपछि हाम्रो अर्को के भइहाल्यो, हाई फिजिकल स्ट्रेन इनर टु मोस्ट केमिकल्स। यसको हाई फिजिकल स्ट्रेन हुन्छ भनेको फिजिकल बलियो हुन्छ त्यो त भइहाल्यो, तर यसमा मोस्ट इम्पोर्टेन्ट के आउँछ हाम्रो युजेबल जुन हुन्छ इनर टु मोस्ट केमिकल्स भनेको यसमा धेरै जसो केमिकलबाट इनर्ट हुन्छ, रिएक्ट गर्दैन, त्यही यसको इम्पोर्टेन्ट प्रपर्टी हुन्छ जुन युज गरिन्छ हाम्रो भनेको डिफ्रेन्ट कुराहरूमा युज गरिन्छ। अर्को भइहाल्छ दे आर वाटर रिपेलेन्ट एज, यसको अगाडि लेख्न सक्नुहुन्छ एज इट कन्टेन्स द अल्काइल ग्रुप, आर ग्रुप कन्टेन गरिरहेछ अर्ग्यानिक ग्रुप, जसको कारणले गर्दा यो वाटर रिपेलेन्ट पनि हुन्छ। त्यसपछि हाम्रो के आउँछ, यसको युजेस र एप्लिकेसन्स के हुन्छ, यसको युज कहाँ गरिन्छ, हाम्रो सिलिकन जुन हुन्छ त्यसको युज कहाँ गरिन्छ, यसको एप्लिकेसन्स के हुन्छ हाम्रो डेली लाइफमा। र फर्स्टमा हाम्रो दिएछ सिलिकन आर युज टु मेक वाटर प्रुफ क्लोथ्स एन्ड पेपर, वाटर प्रुफ क्लोथ्स एन्ड पेपर मेक गर्नको लागि के को प्रयोग गरिन्छ, सिलिकनको प्रयोग गरिन्छ। त्यस्तै अर्को युज्ड एज, दे आर युज्ड एज हिट एन्ड इलेक्ट्रिकल इन्सुलेटर, हिट र इलेक्ट्रिकल इन्सुलेटरको रूपमा पनि हामीले यसलाई युज गर्न सकिन्छ। त्यस्तै हाम्रो के भइहाल्छ युज्ड एज एन्टी फोमिङ एजेन्ट इन बियर, कुकिङ ओइल, सेवेज डाइङ इटिसी। यसमा के भइहाल्यो हाम्रो यो एकदम इम्पोर्टेन्ट यसको एप्लिकेसन भइहाल्छ एन्टी फोमिङ एजेन्ट इन बियर। हाम्रो तपाईँले हेर्नुहुन्छ जुन कोल्ड ड्रिङ्कहरू आउँछन् त्यसमा बडी फिज नहोस् भनेर, फोम नहोस् भनेर हामीले सिलिकनको युज गर्छौँ, त्यसको युज गर्छौँ कि बडी झाग नआओस् अथवा फिज नआओस् भनेर, त्यसको लागि यो युज गरिन्छ। कुकिङ ओइलमा पनि धेरै जसो कुकिङ ओइलमा पनि युज गरिन्छ, सेवेज डाइङमा युज्ड एज हाइड्रोलिक फ्लुइड्स, हाइड्रोलिक मेसिन्सहरूमा हाइड्रोलिक फ्लुइडको रूपमा पनि युज गरिन्छ, जसले इफिसियन्सी बढाउँछ त्यसको। त्यसपछि हाम्रो के हुन्छ, हाम्रो युज्ड एज लाइट लुब्रिकेन्ट ओइल, त्यही भइहाल्यो लुब्रिकेन्ट ओइल्स भनेको हाइड्रोलिक फ्लुइड, हाइड्रोलिकमा भइहाल्छ। र यो भनेको लुब्रिकेन्ट ओइल भनेको तपाईँको त्यही के मोबिल आउँछ, ग्रिस आउँछ, त्यही कुराहरू भइहाल्यो लुब्रिकेन्ट ओइल। हाइड्रोलिक भनेको हाइड्रोलिकमा युज गरिन्छ। त्यसपछि नन स्टिकी कोटिङ फर पेन्स भनेको, यो भनेको तपाईँको नन स्टिकी कोटिङ फर पेन्स भनेको पेन्समा हाम्रो जुन भाँडा आउँछ, नर्मल भाँडा हुन्छ स्टिलको, त्योभन्दा जुन ब्ल्याकवाला आउँछ होइन, पेन ब्ल्याकवाला पेन आउँछ, त्यसमा यो कोटिङ गरिन्छ ताकि फुड नस्टक गरोस्, बनाउँदाखेरि हाम्रो फुड त्यसैमा स्टिक नहोस् भनेर, र लेस ओइल कन्ज्युम होस् भनेर कसको कोटिङ गरिन्छ, यसैको हाम्रो युज गरिन्छ सिलिकन। त्यस्तै अर्को युज आउँछ, यो पनि इम्पोर्टेन्ट युज भइहाल्यो, यो पनि इम्पोर्टेन्ट युज भइहाल्यो, तपाईँको इलेक्ट्रिक इन्सुलेटर पनि भइहाल्छ। र यो प्रुफ क्लोथ एन्ड पेपर, वाटर प्रुफ क्लोथ एन्ड पेपर भइहाल्छ। मेकिङ हाई टेम्परेचर पेन्ट्स, हाई टेम्परेचर पेन्ट्स युज गरिरहेछौँ भने त्यसकोमा पनि के को युज गर्न सकिन्छ, सिलिकनको युज गरिन्छ। जस्तै यहाँ सिलिकन हेभ हाई थर्मल स्टेबिलिटी, यो त त्यसको प्रपर्टी हो होइन, हाई थर्मल स्टेबिलिटी, त्यसै भएर हाई टेम्परेचर पेन्ट्स बनाउनमा पनि युज गरिन्छ। अब यसपछि हामीले डिस्कस गर्छौँ सिलेनको। सिलेन्स, द हाइड्राइड्स अफ सिलिकन आर कल्ड सिलेन, द इम्पिरिकल फर्मुला अफ सिलेन इज SiNH2n+2 and these may exist as a straight chain
or branched chain. The ring compounds are very rare. And two examples, monosilane then trisilane. बेसिकली हाम्रो सिलिन के हो, हाइड्राइड्स अफ सिलिकन हो, जुन कि तपाईँको अर्गेनोमेटालिक हुन पनि सक्छ, नहुन पनि सक्छ। यदि हाइड्रोजनको ठाउँमा कुनै पनि अल्काइल ग्रुप आइरहेछ भने त्यो केसमा के हुन जान्छ, यो अर्गेनोमेटालिक हुन जान्छ। बट मोस्टली के हुन्छ, यो इनअर्गेनिक कम्पाउन्ड नै तपाईँको हुन हुन्छ, जसमा अब स्ट्रेट चेन के हुन्छ, भेरी रेयर स्ट्रेट चेन र ब्रान्च चेन के हुन्छ, मोस्टली एक्जिस्ट गर्छ र रिङ कम्पाउन्ड तपाईँको रेयर हुन्छ एकदम। हाम्रो यहाँ हेर्ने हो भने मानौँ तपाईँको मोनोसिलिन जुन छ एच यता के छ तपाईँको, यो हाइड्राइड अफ सिलिकन भइहाल्यो। यसैमा तपाईँले यो ग्रुप यदि रिप्लेस गर्न सक्नुहुन्छ भने, हाइड्रोजन ग्रुप रिप्लेस गरेर कुनै अर्को ग्रुप एड गरिराख्नु भएको छ भने, यदि मानौँ तपाईँको अल्काइल ग्रुप आयो भने यो तपाईँको हुन जान्छ अर्गेनोमेटालिक, अदरवाइज हुँदैन। त्यस्तै यसको डेरिभेटिभ्स भनेको तपाईँको जस्तै यहाँ दिएछ क्लोरोसिलेनमा के हुन्छ, तपाईँको सिलिकन र 4वटा हाइड्रोजन जुन छन् त्यो रिप्लेस भएको हुन्छ क्लोरिनबाट। त्यस्तै अब हाम्रो इक्जाम्पलमा के आउँछ, SiH4 आउँछ, SiH4, त्यसपछि Si3H8 तपाईँले लेख्न सक्नुहुन्छ। ट्राइसिलिन जुन हुन्छ यो मोनोसिलिन हुन्छ र यसको जेनरल फर्मुला यही हो, यसैको एकोर्डिङ गर्न सकिन्छ। जस्तै यहाँ n दिएछ, मानौँ मैले 1 राखेँ त Si भइहाल्यो। त्यसपछि 1 राख्दाखेरि यहाँ 2 into 1 गर्दाखेरि 2 नै हुन्छ, 4 भइहाल्छ यो। त्यस्तै यहाँ यदि 2 राख्नुहुन्छ भने तपाईँको यहाँ Si2 आउँछ र H यहाँ 6 आउँछ, यस्तै बढ्दै जान्छ। यहाँ 3 गर्नुहुन्छ, यहाँ 8 आउँछ, 4 गर्नुहुन्छ, 10 आउँछ यस्तै। अब त्यसपछि हाम्रो के आउँछ, यहाँ प्रिपरेसनमा हाम्रो फर्स्ट मेथड दिएको छ। फर्स्ट मेथड के दिएको छ, हाइड्रोलाइसिस अफ म्याग्नेसियम सिलिसाइड बाट हामीले के गर्न सकिन्छ, प्रिपेयर गर्न सकिन्छ। यहाँ के दिएछ, when magnesium silicide is hydrolyzed with conc H2SO4, a mixture of silane is evolved। तपाईँको यहाँ लिन सक्नुहुन्छ इक्जाम्पल, यहाँ लिन सक्नुहुन्छ म्याग्नेसियम सिलिसाइड। अब यसलाई हाइड्रोलाइज गर्नुहुन्छ कङ्क H2SO4 सँग, त्यसले मिक्सचर अफ सिलिन दिन्छ, जसमा तपाईँको सबैभन्दा पहिला आउँछ हाम्रो यो मोनोसिलिन भइहाल्यो। त्यसपछि Si2H6 भइहाल्छ, यो कति पर्सेन्ट बन्छ, 30% बन्छ। र सबैभन्दा धेरै के भन्छ, यो तपाईँको मोनोसिलिन जुन छ 40, यो 30%। त्यसैपछि यो तपाईँको ट्राइसिलिन जुन आउँछ त्यो 15%। त्यसपछि तपाईँको 4, 10, यो 10% बन्छ। एन्ड अगेन जुन आउँछ हाम्रो Si5 र Si6, 12 एन्ड 14, यो के हुन्छ, दुवै 5% बन्ने गर्छ। यति तपाईँले लेख्नु पर्छ फर्स्ट प्रिपरेसनमा। त्यस्तै हाम्रो के दिएछ, अर्को जुन प्रिपरेसन मेथड छ, अर्को प्रिपरेसन मेथड के हुन जान्छ हाम्रो, बाई रिड्युसिङ क्लोरोसिलेन। हियर तपाईँले के लिनुहुन्छ, सबैभन्दा पहिला यहाँ क्लोरोसिलेन लिइहाल्नु, यसलाई रिड्युस गर्दाखेरि हामीले LiAlH4 भनेको लिथियम एल्युमिनियम हाइड्राइडसँग रिड्युस गर्दाखेरि के बन्छ, हाम्रो मोनोसिलिन बन्छ। त्यस्तै LiCl र AlCl3 बाहिर निस्कन्छ। त्यस्तै यदि तपाईँले डिफ्रेन्ट अर्को चाहनुहुन्छ यो र त्यसपछि ट्राइसिलिन चाहनुहुन्छ भने यहाँ चेन्ज गर्न सक्नुहुन्छ। यो तपाईँले जुन रिड्युसिङ एजेन्ट छ त्यसलाई चेन्ज गर्न सक्नुहुन्छ। लिथियम हाइड्रेट गर्नुहुन्छ भने यो प्रड्युस हुन्छ। त्यस्तै र यो लिथियम जुन छ क्लोरिनसँग एट्याच भएर बाहिर निस्कन्छ लिथियम। त्यसपछि अर्को के छ, यसमा हामीले गर्दाखेरि NaH युज गर्नुहुन्छ भने NaCl निस्कन्छ, बाहिर निस्कन्छ तपाईँको 8 NaCl। त्यसपछि यो तपाईँको ट्राइसिलिन बन्ने गर्छ।
प्रपर्टिज अफ सिलेनमा हाम्रो के हुन्छ अब सिलेन आर मच रिएक्टिभ देन अल्केन एन्ड तपाईँले लेख्न सक्नुहुन्छ यसमा स्ट्रङ रिड्युसिङ एजेन्ट देन अल्केन, यो पनि त्यस्तै हुनसक्छ। तपाईँको सेकेन्ड नम्बर इट अन्डरगो हाइड्रोसिलेसन रिएक्सन विथ अल्किन इन प्रेजेन्स अफ प्लेटिनम क्याटालिस्ट। यो रिएक्सन एकदम सिम्पल छ, सम्झिन के छ तपाईँको अल्किन छ। अब यसमा हाम्रो सिलिन के हुन्छ, जस्ट एडअप गर्ने हो तपाईँले क्याटालिस्टको प्रेजेन्समा यो रिएक्सन गराइन्छ प्लेटिनम। अब यसमा के गर्नु, जस्ट तपाईँको के छ, यो एड भएछ, हेर्नु एड भएछ। यहाँ के छ तपाईँको यो हाइड्रोजन जस्ट यहाँ आएको छ, सिम्पल छ रिएक्सन, जस्ट राइट गरिदिनु छ, यही एड गरिदिनु छ। यहाँको डबल बोन्ड हट्छ, यो एड हुन्छ र हाइड्रोजन यहाँ आउँछ। त्यस्तै हाम्रो अब प्रपर्टिज यो हेऱ्यो। अर्को पोइन्ट हाम्रो आउँछ कम्पेरिजन बिट्विन सिलेन एन्ड अल्केन। यो अल्केन हो तपाईँको। अब यसमा के छ, कम्पेरिजन बिट्विन अल्केन र सिलेनमा के कम्पेरिजन छ यिनीहरूको। पहिला के छ, हाम्रो जेनरल फर्मुला भनेको सेम छ, दुवैको सेम रहेछ। त्यसपछि तर पनि केही सिमिल्यारिटिज छन् र केही डिफ्रेन्सेस छन् बिट्विन देम। सबैभन्दा पहिला हामीले डिस्कस गरौँ सिमिल्यारिटिज के छन् है। जेनरल फर्मुला के हुन्छ तपाईँको सिलेनको पनि हेर्न सक्नुहुन्छ, SiNH2n+2। त्यस्तै अल्केनको के हुन्छ हाम्रो CnH2n+2, सिलेन र अल्केनको भइहाल्यो। त्यसपछि अर्को हाम्रो छ बोथ ह्याभ सिमिलर स्ट्रक्चर, दुवैको स्ट्रक्चर के हुन्छ sp3 हाइब्रिडाइजेसनबाट हुन्छ हैन। जस्तै यहाँ के छ, तपाईँ सिलेनकै लिनुहुन्छ, यहाँ के छ यता 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 तपाईँको हाइड्रोजन हुन्छ हैन, सिग्मा बोन्ड सिग्मा बोन्ड सिग्मा बोन्ड, चारवटा सिग्मा बोन्ड छ भने के हुन्छ sp3 हाइब्रिडाइजेसन हुन्छ। त्यही कार्बनमा पनि कार्बन होइन अल्केनमा पनि हुन्छ, सिग्मा 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 बोन्ड हुन्छ, त हाम्रो हाइब्रिडाइजेसन sp3 हुन जान्छ। त्यसपछि हाम्रो के आउँछ, बोथ आर कम्बस्टिबल, कम्बसन हुने भनेको अक्सिजनको प्रेजेन्समा दुवै कम्बस्टिबल हुन्छन्। अब यो मानौ मिथेन लिनुहुन्छ तपाईँले, अक्सिजनको प्रेजेन्समा के फर्म गर्छ हाम्रो, एउटा कार्बन डाइअक्साइड, एउटा H2O भइहाल्यो। त्यसपछि एनर्जी जुन रिलिज हुन्छ कम्बसन हुँदाखेरि। त्यस्तै हाम्रो यहाँ तपाईँको SiH4 जुन छ, यो पनि O2 को प्रेजेन्समा सेम रिएक्सन तपाईँको हुन्छ, SiO2 प्लस H2O प्लस एनर्जी, सिमिलर छ हैन रिएक्सन र एनर्जी पनि दिन्छ। त्यसपछि अब हामीले डिस्कस गर्नेछौँ डिफ्रेन्सेस के हुन्छ दुवैको बिचमा। डिफ्रेन्सेसहरू यता मैले लेखेको छु अल्केन, अर्कोतिर सिलेन छ है। अब अल्केन विथ हायर नम्बर अफ अल्केन विथ हायर नम्बर अफ कार्बन आर फर्मड। अल्केनमा के हुन्छ, एउटा लामो चेन भन्छ तपाईँको, जोड्दै जाँदा लामो चेन बन्न सक्छ कि, धेरै नम्बरहरू भनेको तपाईँको 50 वटाको पनि बन्न सक्छ, 100 वटाको पनि बन्न सक्छ। अब तर यसमा के हुन्छ, हाम्रो यसको जुन लिनुहुन्छ तपाईँले सिलेनमा के हुन्छ, अप टु म्याक्सिमम 8 SI एटम आर फर्मड। यसको धेरै लामो बन्दैन, म्याक्सिमम भनेको तपाईँको 8 वटा जान्छ, म्याक्सिमम 8 वटा जान्छ। त्यस्तै अर्को डिफरेन्स के हुन्छ, साइक्लिक अल्केन आर कमन, मैले भनेको थिएँ माथितिर नै। त्यसपछि अब तर सिलेनमा के हुन्छ, रेयर हुन्छ, साइक्लिक तपाईँको के हुन्छ, रेयर हुन्छ सिलेनमा। अर्को केमिकल्ली लेस रिएक्टिभ, माथि नै त्यही स्ट्रङ रिड्युसिङ र माथि नै आएछ स्ट्रङ रिड्युसिङ र रिएक्टिभिटीको कुरा। त्यसपछि र यिनीहरू के हुन्छन्, सिलेन मोर रिएक्टिभ हुन्छन्, मोर रिएक्टिभ र स्ट्रङ रिड्युसिङ एजेन्ट पनि। त्यस्तै डु नट अन्डरगो हाइड्रोलाइसिस अन्डरगो जाँदैनन् यिनीहरू। त्यसपछि यिनीहरू के हुन्छन्, अन्डरगो हाइड्रोलाइसिस इन प्रेजेन्स अफ अल्कालीको प्रेजेन्समा। त्यस्तै हाम्रो के हुन्छ, यिनीहरू विक रिड्युसिङ प्रपर्टी हुन्छ र यसको के हुन्छ, स्ट्रङ रिड्युसिङ प्रपर्टी हुन्छ, माथि डिस्कस गरेको हामीले। त्यसपछि अर्को पोइन्ट आउँछ हाम्रो अल्केन आर अर्ग्यानिक कम्पाउन्ड। अल्केन के हुन्छन्, हाम्रो अर्ग्यानिक कम्पाउन्ड हुन्छन् भने त्यही सिलेन्स आर के हुन्छन्, हाम्रो इनअर्ग्यानिक कम्पाउन्ड हुन्छन्। अब हाम्रो सबै कुरा जति
गर्न थियो सिलिङको बारेमा भइसकेछ। यसपछि एउटा टपिक बाँकी छ, म चाहिँ लेखिदिन्छु होइन। एउटा सिमिलर यसैको तपाईँको जस्तै के छ, सिमिल्यारिटिज त छन्, दुवैको जेनरल फर्मुला त्यही हो। जेनरल फर्मुला वा N2NH2n + 2 नै हो। तर पनि किन डिफ्रेन्सेस छन्, किन डिफर गर्छ सिलेन भनेर क्वेसन के छ भनेर एउटा क्वेसन आउन सक्छ। वाइ सिलेन्स डिफर, यो लास्ट रहेछ, डिफर फ्रम अल्केन होइन, अल्केन। यसको मैले हुन्छ भने स्क्रिनमा सो गरिदिन्छु यहाँ माथितिर। यसको के लेख्नुपर्ने हो मैले जस्ट एक्सप्लेन गरिदिइरहेको छु। यसको के हुन्छ आन्सर तपाईँको, यो हाम्रो के हुन्छ, मोर फेभरेबल रहन्छ। यो मोर फेभरेबल रहन्छ तपाईँको न्युक्लियोफिलिक अट्याकको लागि। न्युक्लियोफाइल जुन हुन्छ हाम्रो, न्युक्लियोफाइल जुन हुन्छ हाम्रो मोर इजिली यहाँ अट्याक गर्छ। यो मोर फेभरेबल हुन्छ सिलेन। अब तर यसमा के हुन्छ, यसमा लेस फेभरेबल हुन्छ। न्युक्लियोफिलिक अट्याक यसमा के हुन्छ, लेस फेभरेबल हुन्छ, किनकि यहाँ के छ, नेगेटिभ चार्ज छ, पार्सियल नेगेटिभ। पार्सियल भए पनि यहाँ नेगेटिभ चार्ज छ र यहाँ पोजिटिभ छ, जसको कारणले गर्दा यो मोर फेभरेबल हुन्छ। मोर फेभरेबल यही नै रिजन हो, मैले सो गरिदिन्छु हुन्छ भने। हुन्छ, आजको भिडियोमा यति नै। यसपछि हामीले सिलिकेट्सको बारेमा डिस्कस गर्नेछौँ। सिलिकेट्स एकदम अब के छ, त्यसको लगभग हरेक इक्जाममा आउँछ। तपाईँको 1 इयर ग्याप गर्छ, नत्र भने सिलिकेट्सको सधैँ आउँछ होइन। ओल्ड इज गोल्ड हेर्नु होला, सिलिकेट्स नेक्स्ट टपिक हाम्रो हुन्छ सिलिकेट्स। यसको गर्नु होला, यो दुइटै नगरे पनि यसको तयारी गरेर जानु होला। लगभग यो इम्पोर्टेन्ट छ कि, भेरी इम्पोर्टेन्ट होइन। यसको मैले नेक्स्ट भिडियो यसैमा नै बनाउने छु, ट्राई गर्छु मैले के हुन्छ। कपीको जुन नोट हुन्छ त्यसबाट ट्राई गर्नेछु। आजको भिडियोमा यति नै हुन्छ। धन्यवाद सबैजनालाई।